आज म 7-11 को बेस्ट फुड खाने छु, त्यो पनि च्याट जीपीटीलाई सोधेर। सो सुरुमा चाहिँ मैले च्याट जीपीटीलाई सोधेँ 7-11 मा कुन फुडहरु फेमस छ भनेर। अनि म चाहिँ यो लिस्ट लिएर 7-11 गएँ। यो सब किनेर बाबुको रेस्टुरेन्टतिर लागेँ। अहिले चाहिँ होक्काइडोमा जाडो एकदमै बढेको छ। मैले किनेको सामान सबै सेलाइसकेको थियो, त्यसैले मैले माइक्रोवेभमा राखेर तताएँ। मलाई चाहिँ च्याट जीपीटीले डिफरेन्ट फ्राइड आइटमहरु रिकमेन्ड गरेको रहेछ। अनि मैले चाहिँ 7-11 मा फर्स्ट टाइम देखेको हाम्रो नेपालमा पाइने मोमो जस्तो, तर जापानमा चाहिँ अलि ठुलो हुँदो रहेछ। टेस्ट चाहिँ एकदमै फरक थियो। मैले जापानिज मोमो भन्छु यसलाई। सबसे मन परेको चाहिँ यो। मलाई त्यसै त 7-11 पहिलेदेखि मन पर्ने। अनि त्यहाँको खाना एकदमै मिठो। अनि यो चाहिँ एकदमै मिठो थियो। अनि मलाई सबसे मन नपरेको चाहिँ यो, यसको स्वादै थिएन। यो चाहिँ आलुबाट बनेको जस्तो लाग्यो। तपाईं पनि जापानमा हुनुहुन्छ भने 7-11 जानुस् अनि यति धेरै फ्राइड फुडहरु किनेर लिएर खानु। अनि बाबाले चाहिँ पहिलेदेखि खाना खाएर बसिसक्नु भएको रहेछ, त्यसैले मैले उहाँलाई एउटा सानो पिस मात्र दिएँ। हिजोको भिडियोमा चाहिँ मैले जापानको कम्पनीमा विदेशीलाई काम गर्न दिन्न भनेको थिएँ, तर धेरै नेपालीहरु कम्पनीमा काम गर्दै हुनुहुँदो रहेछ। तर म जुन कम्पनीमा गए पनि त्यहाँ विदेशीलाई लिन्न भन्छ। मम्मीले चाहिँ घरमा पहिलेदेखि खाना खाएर बसिराख्नु भएको रहेछ। मलाई भिडियोमा त्यति बोल्न त आउँदैन अनि एडिटिङ पनि खासै राम्रो छैन। बट मैले भिडियो बनाउन ट्राई गरिरहेको छु। यदि मन पर्छ भने फलो गर्नु होला। आजको लागि यति नै, बाइ बाइ।